डेस्टिनेसन कता काकी बेन्डीको स्टुपा मैले खासमा कपाल बस्न लाग्यो यतिकै भाइब साइदिरा ल ल ल बेन्डीको स्टुपा भगवानको दर्शन गर्नु आज हामी यात्राको लागि तयारी भइरहेको छौँ। भगवानको थानमा आएपछि कहाँ जान्छ हामी नेपालीकै नाममा बनाएको रहेछ। यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रमहरू भइरहेछ। मेरो पालो ल हामी अब आजको हाम्रो डेस्टिनेसन कता काकी बेन्डीको स्टुपा कि मैले के थिएँ मेमोरियल होइन कि त्यस्तो के थियो स्टुपा ठुलो स्टुपा खुब के छ त अनि ठिक छ सबजना रेडी भइसक्यो। पारस गुरुङ पारस अन्सारी कि नवाज गुरुङ के हो काइन्ड अफ त्यही भाइब दिइरहेको छ। मैले खासमा कपाल बस्न लाग्यो यतिकै भाइब साइदिरा ल ल ल बधाई छ ल राम्रो देखेछ राम्रो दामी देखेछ। मौसम पनि राम्रो छ। म जुत्ता लाउनु छ गर्छु त सबजना बस्नुहोस् न गाडीभित्र बस्नुहोस् सबैजना। अब हाम्रो 1.5 घन्टाको यात्रा सुरु हुँदैछ। घर कुर्न बसे कि आर्की अब म जुत्ता लाउँछु नि ठिक छ काकी अब हामी जुत्ता लगाएर जाने हो भरे आउने हो। ओके को सिधै उता हो ल आज रेडी हो आजको नि ओके रेडी भइसक्यो। आज कति तेस्रो दिन हो आज मेलबमको तेस्रो दिन हो। ल आज जाने गन्तव्य स्थानको नाम के हो अरे? हामी आज बेन्डीको स्तूपा मेन्डु कि बेन्डीको बेन्डीको स्तूपा भगवानको दर्शन गर्नु आज हामी यात्राको लागि तयारी भइरहेको छौँ। धन्यवाद इङ्ल्यान्ड नानी ड्राइभर दाजु रे खुब लिनु बिर्सिन बानी है मैले भनेको थिएँ म लिएर आइदिन्छु भने हजुर एउटा रुट हो काहीँ रोकिँदैन हामी त्यही सिधै पिसा फेरिहाल्नु यताको टोललाई नि भनिदिउँ न हामी सिधै 1.5 घन्टा ट्राभल गर्छौँ आज गाडी फोर गरे त आउँछ खुब भोक लाग्यो ल गाडी धुनु पर्ने बेला भयो कफी खोइ मलाई थाहा भएन यार मेरो त जेन कफी परेन। आज चाहिँ स्लोमा हुँदैन नर्मल भिडियो हो यो तर त्यो मिल्छ रहेछ मैले हेरिसकेँ मिल्दो रहेछ। गर्मी ठिक्क हुन्छ आज मौसम। ल बुवाजु ल आउनुहोस् हाम्रो यात्रा तयार भइसकेको छ रेडी भइसकेको छ अब हिँड्न मात्रै बाँकी हो। ल घर राम्रो क्या हेर है साथीहरू बोलाएर पार्टी गर्ला फेरि क्यामेरा छ त्यहाँनिर
बाबाले छौ वेदर खै त मेरो हात मलाई भयो धेरै गाह्रो त्यस्तो होइन नानी तिम्रो जन्म यस्तो भएको सबै चुप लाग्नु छुवा मलाई सबै कुरा थाहा हो कसरी भनौँ म कसरी बुझाउँ पामा जाडो भएको छैन पाउँछु छैन भगवानको थानमा आएपछि कहाँ जाडो हुन्छ अबि भगवानले सब मिलाइदिनुहुन्छ ए सेल्सियस ताप सबै कडा दिनुभयो त म त माइस जानु छ त अरे आज हामी यसो धार्मिक स्थलमा आएका छौँ आशा तपाईँको सिग्नेचर पोज हो त्यो यस तपाईँहरू यता यो उयोपट्टि आउनु भएको हामी चाहिँ पछाडिपट्टि हेरेर बसेर छ त्योहरू चाहिँ त्यो राउन्ड अबाउटबाट यता हान्यौ यतापट्टि आएको त्यही भन्यो नि अस्ति हामी त्यहाँबाट म्याप चेन्ज भयो क्या त्यो हजुर हजुर सारी जाने खै त टाउको त्यो कपाल बसाउँ ल हामी जम्ला फुल पनि आउने ठिकै रहेछ कपाल र क्याप हुन्छ कपाल खोलेर स्मोकर फेरि एकदम थुप्रो पकेटमा हात नराखिकन हिँड्नुहोस् होला खास पकेटमा हात राख म पनि छु पछाडि फोटो नेपालीको नाममा बनाएको हो कहाँ पनि मराएको छ ब्रेन क्यान्सरले अनि उसले ब्रेन क्यान्सरमाबाट मरेको चाइल्डहरूलाई डेडिकेट गरेर बनाएको छ वृष्टि गणेश टेम्पलहरू बनाएको थियो ओके उसलाई नि त्यो ब्रेन क्यान्सरले के एफेक्ट गरिरहेछ नेपाली नेपाली वृष्टि श्रेष्ठ वृष्टि गणेश टेम्पलले उसलाई नि ब्रेन क्यान्सर के अपरेसन बचाएको थियो यहाँनिर पूजा आज भयो अनि म यहाँ किन हामी चाहिँ यहाँ स्तुपामा छौँ भयो यहाँनिर चाहिँ विष्णु मन्दिर ढोक्दै हुनुहुन्छ ए गणेश मन्दिर ठुलामाले ढोक्दै हुनुहुन्छ यहाँनिर नेपालीकै नाममा बनाएको रहेछ क्यापल माथि रहेछ घन्टी चाहिँ बजाइदिनु पर्यो है गणेश मन्दिर केरला इन द सोसाइटी कुन भगवान भन्दाखेरि सेन्स अफ गीता भगवान श्री कृष्ण वा श्री कृष्ण भगवान श्री कृष्ण गोविन्द हरे मुराली डराउ यो हुनुभयो त आज है Kwan M कसलाई रहेछ फुपू दुईटै फुपूलाई धर्म कर्म गर्नु पर्यो नि होइन अलिअलि
नेपालको त गइरहेको हुन्छ, विदेशमा कस्तो हुन्छ होइन? ठिकै छ, नट ब्याड। है यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रमहरू भइरहेछ। यसो अब खिच्ने नै फोटो हो अहिले होइन, सबजना आफ्नो फोटो खिच्ने। म चाहिँ यसो भिडियो बनाउँदै आफ्नो फोटो कार्यक्रम भइरहेछ, फोटो सेसन। माथि चढ्नु न, माथि हात्ती माथि। माथिबाट चढ्नु न, हात्ती मेरो साथी। उफ्रेर चढ्ने। फोटो खिच्ने कार्यक्रम भइरहेछ बु? भइरहेछ। यो मान्छे हराएको भेट्छ नातिन न। एकदम धेरै फोटो कार्यक्रमहरू भइरहेछ खिच्ने यहाँनिर। फुवा चाहिँ कहाँ पुग्नु भयो हामीलाई थाहा भएन। फुवा चाहिँ घुमेर आइसक्नु भयो। फुवा चाहिँ घुमेर आइसक्नु भयो। घुमेर आइसक्नु भयो। देखाइदिइसकेँ र भगवान्को कोरा एक राउन्ड पनि गरिसकेँ र एकदम आनन्द पाउँदैछ। मैले त एक राउन्ड गरिसकेँ। अब म लाइभ देखाइरहेको छु सबैलाई। अब अहिले चाहिँ बन्द छ, अब फेरि जोडिने भएको छ है। अब फोटो खिच्ने। ओके छ त। चिसो भयो। चिसो भयो? हुडी छ तर गाडीमा लिएर आउनु पर्यो नि त। होइन दाहिने होइन, दाहिने घुम्नुपर्छ। धर्मकर्ममा लागिरहेछ आज हाम्रो मान्छेहरू एकदमै सबैजना। लामा बाजु काकी फुपू काका फुपू सोल्टी आज कहाँबाट फेरि के हो क्या यस्तो, कहाँ दौडे हो। अब हामी पनि सुरु गर्छ है। अब चाहिँ मेरो पालो ल।
उयोसँग जाँदैछु Tibetan dress, Sherpa lawn dress. त्यहाँ एक मात्र हान्ने हुन्छ हैन स्लोमो चिन्ह छैन आज धन्न है थोप बाजा Yakon is free to graph. Yeah. So Reza, you're from the same Boulder gem quality. Hey, thank you. What's that is? Chunamilza. Get it. Indication of the Buddha often show him with the hello it is. Yes, Buddha Bhagavan ko ta pachadi huncha ni त्यस्तो अवस्था गरेको किरण क्या जल चढाउनु भइरहेछ काकीलाई बेबी आफ्नो पापहरू नेगेटिभ थटहरू सबै वाश गरे Bath the head of the baby with the spoonful own servant. Baby with the open. That tool on the back is me. पद्म सम्हालेर पानी राम्रो छ जुत्ता खोलेर पनि भयो यहाँनिर राम्रो छ ठुलो रहेछ दर्शन गर्ने all over inside यस्तो भित्री भाग हल्ला नगरौँ धेरै यहाँ हैन अलिअलि भइरहेछ Is that a video? Is that a camera? Oh yeah, It's tiny. it is. What resolution does it do? Yeah, 4K. No. It is. That's amazing. And a tiny little camera. It is. I thought you had forgotten to put the thing on. Oh no.
But you've been recording this whole time. Oh, yes. Oh, I've made a fool of myself. Hey, it doesn't take much. Thank you. Thank you so much. Thank you. Have a good day. ल चाहिँ टयरमा खिचेको है राम्रै आउँदो रहेछ ओ पकेट 3 हो नि त यस्तो छ यहाँ चाहिँ साइडमा छौँ हामी घरभित्रबाट आयौँ दर्शन गरेर सबैजना फोटो पनि खिच्यो झन्डा छ यस्तो ठाउँमा आएर मन आनन्द हुन्छ होइन आमा फोटो खिच्दा नै पुरै राम्रो आएको छ राम्रो म चाहिँ एकछिन फोटो खिच्छु ओहो कस्तो दामी आएको दामी आएको दामी तपाईँ क्या भटाउनु न तपाईँलाई चिन्दै चिन्दैन मान्छे साँच्चीकै हो क्या कपाल पनि ल ल ल दामी आएको छ साँच्ची कस्तो ल एउटा अझै ल अनि त बहुत जस्तो छ नो गर्मी सबै ठाउँमा गएर नि आज जतिको रमाइलो चाहिँ मनमा शान्ति अनुभव चाहिँ आजै भयो है ए हो र एकदम राम्रो ठाउँमा ल्याएर धन्यवाद मेरो छोरा भाइलाई एकदम राम्रो ठाउँमा ल्याएर मनै आनन्द आउँछ नि यस्तो ठाउँमा आनन्द आयो होइन रिल्याक्स हुन्छ यहाँ लस्कर बसेर खिच्यो यहाँ लस्कर यो झन्डी नि आउँछ यो लुन्दरहरू उताबाट जाने हो ऊ त्यहाँ जाने भनेर पो जाने भने त ऊ त्यो मन्दिर जाने भनेको होइन यो मन्दिर कहाँ त्यता गएपछि चाहिँ त्यताबाट बरु यता आउँछ नि ल ल ल क्यामेरा दिने त आखी झ्यालामा के अरे बवालै बवाल बवाल म पनि आमा हो नि त अनि हाम्रो आमा नै हुनुहुन्छ नि त उहाँ पनि आमा हो नि सिट कता गएको छोरी सायरा कता हिँडेको कता हिँडेको सी टुमरो मामुला बाई भनेको यस मामुला बाई भनेको आई गइङ विथ अस हामीसँगै जाने आज
हेर न पुरै एक्साइटेड के Where are we going? मामा घर भन्देऊ उसको बाजे घर Going बाजे घर बाजे घर जाने बान्जी आमा पनि जाने सबैजना जाने आमा पनि जाने हजुर पनि हिँड्नुस् भन न हजुर पढ्दै हिँड्नुस् सबैजना जाने आमा पनि जाने बाजेको घर जाने हो बाजे घर जाने हो छोरो हो बाजे घर जाने हो अनि भोलि ल्याए हुन्छ नि त भोलि ल्याए हुन्छ नि फर्सी कस्तो चिप्पिसक्यो के मैले भइसक्यो फल्मी के अङ्कल Going with us. ए मेरो अङ्कल भन ए मेरो मामा भन म चाहिँ को म चाहिँ तिम्रो बाजे भन भोलि तिमी कोसँग खेल्न आऊ ल आज जाने पनि रोइहाल्छन् बिचरा बच्चा नि यही फल्या फर्सी अब चाहिँ गाह्रो हुने भयो भोलि जाने हामी आमा भोलि जाने कोसँग खेलाउँछु गरिमा लगाउँछु अब बेबी फेरि हेर्न आउँछ अब रुनी भयो प्लिज आउ न भोलि जाने नि हामी ओ जगल उयो मेरो गाडीमा बस्ने अनि हामी नि जाने ल ओके ल गाडीमा बस्नु ल जाऊ ल लेट्स गो टु द गाडी ओके बाय नमस्ते बाय